बाजे कता हिँड्नु भयो त बाजाले खाउँछु बाजे त्यहाँ थियो त्यो बाजेलाई भेट्न आयो अब हामी सँगैको हो है एउटै उमेर हो एउटै साल हो साल चाहिँ भिन्दै भयो म 93 सालको बाजे पनि 93 नि 93 हो म माघको ए महिनाले साउनको भन्दाखेरि माघ फागुन चैत वैशाख जेठ असार साउन म 7 महिना जेठो म ए तपाईँ अझै जेठो म जेठो हो ए अब हाम्रो बाजे खक्रकै भइसक्यो तपाईँ हिँड्नु भयो कता फाली जानुला त्यहाँ छोरीहरू छ भनेर म त पुरानो मान्छे म 93 सालको 93 माघको के भन्नु यस्तै हो जिन्दगी आलो पालोकै जस्तो रुखपात झर्छ नि त्यस्तै हो हाम्रो तल के गर्नु कहाँ मलाई भनेको थियो अनि भन्दै थियो एकमुठी साग बरा त्यो खुन्दिनको थियो नि हो त्यो अब के अरे कहाँ मामाले है घुरामा आठ रात भरि छोड्नुहुन्न नानी आउनु जाने भएको काम पनि फर्केछ भनेर भन्दाखेरि धान त पुरै सखा बनाएछ अस्तिको झरीले होला यो चाहिँ बराए फाट है योभन्दा माथि हाम्रो गाउँ छ धानहरू पुरै यसपालि झरीले होला पुरै सुतेको रहेछ यो बराए फाटमा चाहिँ के भन्छ पानीको मूलहरू मजाले ढाप भएर बस्थ्यो अब अहिले त अलिअलि देखिरह अनि हाम्रो खेत चाहिँ यता तल हो जम्मै सोत्तरै भएर रहेछ हाम्रो खेत चाहिँ यहाँदेखि यहाँसम्म है अनि यो सुतेको यो पनि हाम्रो जस्तो लाग्छ मलाई यता माथि इन्दुको गोठ छ यता अनि यहाँबाट चाहिँ तल धारपानतिर जाने बाटो पानीको मूल भास ला थियो यहाँ कि तल्लो घर कि यो चाहिँ कसको गोठ हो यो कोही निवारा अङ्कलको कसैको होला म धारपानी भन्ने ठाउँ चाहिँ आइपुगेँ यहाँनिर पिपलको बोट थियो यहाँ रहेनछ
अनि यहाँनिर धारा छ अनि त्यस पछाडि यसको मूल भने चाहिँ ठ्याक्कै यो गहिरा यो रुखको फेदमुनितिर कता छ मूल चाहिँ। ठाठी भन्ज्याङ है पछाडिपट्टि हल्का हिमाल जस्तो देखेको छ गणेश हिमाल। यो चाहिँ हाम्रो धरपानी बारी हो। अलि खेत पनि रोपेर चाहिँ यहाँ कोलगैरीको बारी र रुखहरू चाहिँ यहाँनिर सरकारी भएछ। यो काभ्रा फेददेखि यति यता बाँसघारीसम्म यो चाहिँ हाम्रो पँधेरबारी खेत पुरै धान काटेर पनि भइसकेछ। किन्दै भन्ने बाजे म हिजो Casa